रगतले लतपत्तीको अनुहार हातहरू बोकेर बालुवाटारबाट सुपारी टार हुँदै गुन्डु पुगेका पात्र फेरि किन चाहियो प्रधानमन्त्री मुलुकलाई? जलाउन बाँकी केही छ? 76 जनाको रगतले लतपत्तीको अनुहार बोकेर बालुवाटारबाट भागेर हेलिकप्टरमा भागेर सुपारी टार ब्यारेक नजिकका ब्यारेकमा पनि सेनाहरूले हामी सुरक्षा दिन सक्दैनौँ भनेपछि हेटुडाको सुपारी टार ब्यारेकमा भागेर पुगेका पात्रहरू को हुन् तपाईँ हामीलाई राम्रोसँग थाहा छ। परेको बेलामा धोका दिने, बेइमानी गर्ने, गद्दारी गर्ने अनि त्यसपछि फेरि मै हुँ भन्ने चिज चाहिँ अब रहँदैन। तत्कालीन ओली सरकारले गरेको गलत निर्णय र गलत निर्णयको प्रतिवाद गर्ने क्रममै यो सरकार अपदस्थ भयो। बिहान बेचन जाएको गिरफ्तारी, त्यसपछि दिउँसो सरकार ढाल्ने काम भयो। कमरेड प्रचण्ड नेतृत्व सरकार ढल्नु नै यो निर्वाचनमा जानुपर्ने कारण बन्न गयो। प्रचण्डकै नेतृत्वमा हामीले 18 महिने सरकार सञ्चालन गर्यौँ। हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टी सिन्धुली काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित उम्मेदवार परिचय एवं भेटघाट कार्यक्रमका सदस्य अध्यक्ष कमरेड, यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टीका सदस्य केन्द्रीय सचिवालय सदस्य एवं सिन्धुली निर्वाचन परिचालन समितिका संयोजक कमरेड, मञ्चमा आसीन श्रद्धेय अतिथि कमरेडहरू र आसन्न फागुन 21 को निर्वाचनसँग केन्द्रित रहेर यो परिचय एवं भेटघाट कार्यक्रममा आफ्नो महत्त्वपूर्ण उपस्थिति जनाइरहने सम्पूर्ण सहयोद्धा कमरेडहरू, सहभागी आदरणीय सिन्धुलीवासी आमाबा दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण पत्रकार मित्रहरूमा हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टी सिन्धुली प्रतिनिधि सभा 2 नम्बर निर्वाचन क्षेत्रको आसन्न फागुन 21 को उम्मेदवारको तर्फबाट स्वीकार क्रान्तिकारी लाल अभिवादन, हार्दिक नमस्कार। आजको कार्यक्रमको बारेमा पूर्वोक्ता कमरेडले धेरै विशेष राखिसक्नु भएको छ। आसन्न फागुन 21मा केन्द्रित रहेर हामीले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि पर्याप्त चर्चा परिचर्चा भइसकेको छ। मैले धेरै विशेष राख्दिनँ पनि। यहाँहरू सबैलाई थाहा छ यो निर्वाचन नियमित निर्वाचन होइन। यो निर्वाचनमा जानुपर्ने मुख्य कारण भनेको कमरेड प्रचण्ड नेतृत्व सरकार ढल्नु नै यो निर्वाचनमा जानुपर्ने कारण बन्न गयो। हामी सबैलाई थाहा छ सुशासन समिति र सामाजिक न्यायको केन्द्रीय कार्यहरू पुरा गर्ने सङ्कल्पसहित हाम्रो पार्टीका सदस्य अध्यक्ष प्रचण्डकै नेतृत्वमा हामीले 18 महिने सरकार सञ्चालन गऱ्यौँ। 18 महिने सरकार सञ्चालन क्रममा हामीले विकासमा तीव्रता, सार्वजनिक सेवा प्रवाहमा चुस्तता, अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा परिपक्वता र सुशासन समिति र सामाजिक न्यायको केन्द्रीय कार्य पुरा गर्ने सङ्कल्पसहित हामीले जुन भूमिका निर्वाह गरेका त्यो मूलतः सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक सिङ्गो राजकीय संरचनालाई केन्द्रित गरेर हजारौँ भ्रष्टहरू जेलमा पठाउने र अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया अगाडि बढ्दै जाँदा सिङ्गो नेपाली जनताले हाम्रो कमरेड नेतृत्व सरकारले लिएका मुद्दाहरूलाई अनुमोदन गर्दै जाँदा के भयो? हामी सबैलाई थाहा छ बालकोट र बुढानीकण्ठ तत्कालीन हल्लियो। बिहान बेचन जाएको गिरफ्तारी, त्यसपछि दिउँसो सरकार ढाल्ने काम भयो। जुन दिन कमरेड प्रचण्ड नेतृत्व सरकार ढल्यो त्यही दिनबाट के भयो? समस्या सुरु भयो, राष्ट्रिय सङ्कट सुरु भयो। अन्ततः कांग्रेस एमालेको संयुक्त सरकार केपी ओली जो सरकार प्रमुख हुन्थ्यो उहाँको समग्र शासन प्रक्रियामा देखिएको गलत रवैया, कुशासनको उल्टो घोडा चढेर जो शासन सत्ता सञ्चालन गर्दै जानुभयो, अन्ततः जनताको आवेग सडकमा पोख्यो। तत्कालीन ओली सरकारले गरेको गलत निर्णय र गलत निर्णयको प्रतिवाद गर्ने क्रममै यो सरकार अपदस्थ भयो। ओली सरकार ढलेको होइन, अपदस्थ भएको हो। ओली सरकार संसदमा सङ्ख्या नपुगेर ढलेको होइन। संसदमा सरकार बनाउने अवस्था अन्त्य भएपछि यो निर्वाचन पनि घोषणा गरिएको होइन। सिङ्गो संस्थागत भ्रष्टाचारको जगमा उभिएको ओली सरकार, सिङ्गो राजकीय संरचनाको चरम दलीयकरण दुरुपयोग गरेर हुर्मत लिँदै अगाडि बढेको ओली सरकार, जसलाई जनताले मूलतः जेनजीहरूले अपदस्थ गरे। अपदस्थ गरिसकेपछि राष्ट्रिय सङ्कट पैदा भयो। साँच्चीकै यो मुलुकमा दलीय प्रणाली ध्वस्त गरिदिने, निर्दलीयता लागू गर्ने, कठपुतली सरकार बनाउने र यो मुलुकलाई युक्रेन बनाउने जो वैदेशिक षड्यन्त्र, साम्राज्यवादी षड्यन्त्र प्रत्यक्ष देखियो, ती साम्राज्यवादी षड्यन्त्रलाई परास्त गर्ने क्रममै हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टीका सदस्य संयोजक कमरेड प्रचण्ड र सहसंयोजक कमरेड माधव नेपालको सचेतन पहल गर्दै र सहयोगमै मुलुकमा संविधान बच्यो, राष्ट्रपति संस्था बच्यो। अन्ततः हामीले
फागुन 21 को निर्वाचनलाई शर्त राखेर सुशीला कार्की नेतृत्व सरकारलाई समर्थन गर्यो। सायद सुशीला कार्की नेतृत्व सरकारलाई समर्थन गर्ने पार्टी पहिलो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी हो। राष्ट्रिय सङ्कटलाई व्यवस्थापन गर्ने क्रममा हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने हामीले लिएका मुद्दाहरू मूलतः सुशासन, संविधान, सामूहिक न्यायको केन्द्रीय कार्यभार पुरा गर्ने, प्रत्यक्ष कार्यकारी लगायतका संसद बाहिरका मुद्दा, मन्त्री परिषदका मुद्दाहरूलाई व्यवहारिक कार्यान्वयन गर्न, संविधानको अग्रगामी संशोधनसहित यसको व्यवहारिक कार्यान्वयन गर्ने प्रतिबद्धतासहित हामीले सोच्यौँ। हाम्रो पार्टीका सदस्य प्रचण्डले सोच्नुभयो अब यो राष्ट्रिय सङ्कटलाई अवसरमा कसरी बदल्ने, साँच्चीकै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता सङ्कटमा, सर्वाधिक सङ्कटमा परेको बेलामा राष्ट्रिय स्वाधीनताको रक्षा कसरी गर्ने, समृद्धि र समाजवादको यात्रा कसरी तय गर्ने भनी सन्दर्भमै हामीले भन्यौँ बृहत्तर वामपन्थी ध्रुवीकरण, एकीकरण र केन्द्रीकरण अभियानले मूलतः राष्ट्रिय सङ्कटलाई अवसरमा बदल्न सकिन्छ, राष्ट्रिय स्वाधीनता रक्षा गर्न सकिन्छ र कम्युनिस्ट जनमतमा उत्साह र ऊर्जा पैदा गर्न सकिन्छ भन्ने सङ्कल्पसहित हामीले वामपन्थी एकीकरण, ध्रुवीकरण र केन्द्रीकरण अभियान सुरु गर्यौँ। आजको दिनसम्म 26 वटा विभिन्न पार्टी र घटकको बिचमा पार्टी एकता भएर हाम्रो पार्टी अहिले अरू सबै 26 वटा पार्टीहरू विघटन गरेर हामीले एउटै पार्टी, कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेपाली कम्युनिस्ट पार्टी हामीले निर्माण गरेका छौँ। हाम्रो पार्टी नयाँ छ। हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर चुनाव चिन्ह पनि नयाँ छ, तारा चुनाव चिन्ह हामीले लिएका छौँ र त्यही तारा चुनाव चिन्ह लिएर हामी जनताको बिचमा गएका छौँ। आदरणीय कमरेडहरू, सहभागी मित्रहरू, हामी सबैलाई थाहा छ निर्वाचन पार्टीका नीति योजना र कार्यक्रम लैजाने माध्यम पनि हो। निर्वाचनले पार्टीलाई स्थापित गर्छ, निर्वाचनले पार्टीले लिएका विचारहरूलाई जनतासम्म पुर्याउँछ, निर्वाचनले पार्टीका नेतृत्वलाई पनि स्थापित गर्छ, पार्टीको नेतृत्वलाई पनि ब्रान्डेड गर्छ। त्यसैले निर्वाचन अन्त समाजवादी क्रान्तिको एउटा आधार पनि हो। समाजवादी क्रान्तिको निम्ति चाहिने विचार, नीति, योजना र कार्यक्रम हामीसँग छ। रणनीतिक कार्यदिशा समृद्धि र समाजवाद हामीसँग छ। कार्यनीतिक कार्यदिशा सुशासन, समृद्धि र सामाजिक न्यायका मुद्दा हामीसँग छ, जसलाई जनताले अनुमोदन गरिसकेको छ। जनताले अनुमोदन गरिसकेका मुद्दा लिएर नेपाली कम्युनिस्ट पार्टी फागुन 21 को निर्वाचनमा होमिसकेको छ। नेपाली कम्युनिस्ट पार्टीका मुद्दाहरूलाई जब जनताले अनुमोदन गर्छन् त्यसपछि नेपाली कम्युनिस्ट पार्टीले उठाएका समाजका योग्यतम उम्मेदवारलाई पनि जनताले अनुमोदन गर्छन् भन्ने विषयमा आशंका गर्नुपर्ने कुनै आवश्यकता छैन। हामी प्रष्ट छौँ। पार्टी नयाँ छ। आजको दिनसम्म विचारको हिसाबले समाजवादभन्दा नयाँ अर्को विचार छैन। आजको दिनसम्म वैज्ञानिक समाजवाद जो हाम्रो मूल रणनीति हो, समाजवादभन्दा नयाँ विचार कसैले ल्याएको छैन। नेपाली कम्युनिस्ट पार्टीभन्दा नयाँ पनि छैन, किन समाजवादको नेतृत्व गर्ने, समाजवादसँग जाने सङ्कल्पसहित निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी नै नयाँ पार्टी हो। हामीभन्दा उन्नत, सुसंस्कृत र सुस्पष्ट दृष्टिकोण भएको पार्टी कुनै पार्टी छैन नेपालमा। त्यसकारण नेपालमा पहिलो पार्टी नेपाली कम्युनिस्ट पार्टी, नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टी र उन्नत विचार, आजसम्मको उन्नत विचार समाजवाद, मार्क्सवाद, लेनिनवादको चाहिँ एउटा आलोकमा निर्माण भएको समाजवादी कार्यदिशा नै सबभन्दा नयाँ विचार हो। यहाँ सुन्ने गरिन्छ दलाल पुँजीवादका असली भरियाहरू नयाँ हुन् भनेर समाजमा आइरहेका छन्, फेसबुक र युट्युबमा आइरहेका छन्, राष्ट्रिय मिडियामा आइरहेका छन्। दलालवादका यो असली भरियाहरू नयाँ बन्नै सक्दैन, ती पुरानो हुन्, थोत्रा हुन्। अनुहार नयाँ हुनसक्छ तर उनीहरूको विचार पुरानो छ र मक्किसकेको छ, साँच्चीकै विश्वव्यापी रूपमा परास्त हुँदै गएको विचार हो, जनताले अस्वीकृत गर्दै गएको विचार हो। संसारभरि नै के छ, दलाल पुँजीवाद सङ्कटमा छ। दलाल पुँजीवादको विकल्प भनेको वैज्ञानिक समाजवाद नै हो, जसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको छ र यसको निम्ति हामीले भन्नै पर्छ। मैले अघि नै भने पार्टीको नीति योजना विचार जनतामा लैजान, फागुन 21 को आसन निर्वाचनमा जनताबाट अनुमोदित गर्न, पार्टीले उठाएका उम्मेदवार र पार्टीको विचारलाई जनताबाट अनुमोदित भएपछि मात्र ती विचार हामी राजकीय सत्तामा प्रवेश गरेर समावेश गराउन सक्छौँ। हामीले लिएको विचारलाई व्यवहारिक कार्यको निम्ति संविधानको व्यवहारिक कार्य गर्न, संविधानको अग्रगामी संशोधन गर्न संसदमा हाम्रो बहुमत सङ्ख्या चाहिन्छ। सरकार निर्माण गर्नको निम्ति संसदमा स्वभावले बहुमत सांसदहरू चाहिने गर्छ। बहुमत सांसद नभइकन सरकार निर्माण गर्न सकिन्न। बहुमत सांसद जोसँग छ उसले सरकार चलाउँछ। हिजो बहुमत सांसद कोसँग थियो? काङ्ग्रेस एमालेसँग थियो। झन्नै दुईटै बहुमत नजिकको काङ्ग्रेस एमालेको संविधान सरकार सङ्ख्या नपुगेर ढलेको होइन, उनीहरूले गलत काम गरेर ढलेको हो। सरकार मात्र ढलेन, यहाँलाई थाहा छ, सिङ्गो देश खरानी बन्यो। सरकार मात्र, ओली सरकार मात्र ढलेको होइन, सिङ्गो देश खरानी मात्र बनेन, 76 जनाको बलिदान भयो। 76 जनाको रगतले लतपेतीको अनुहार बोकेर
बालुवाटारबाट भागेर हेलिकप्टरमा भागेर सुपारीटार ब्यारेक नजिकका ब्यारेकमा पनि सेनाहरूले हामी सुरक्षा दिन सक्दैनौँ भनेपछि हेटुडाको सुपारीटार ब्यारेकमा भागेर पुगेका पात्रहरू को हुन् तपाईँ हामीलाई राम्रोसँग थाहा छ। तिनै पात्रहरू अहिले निर्वाचनमा जनताको बिचमा भोट माग्न कसरी जान्छन् कसरी गएका छन् मलाई थाहा छैन। म त 20 दिनभन्दा बढी जनताको बिचमा पुगेको छु र आजको दिनसम्म ती पात्र र ती पार्टीहरूसँग जनता भेट भएको पनि छैन, जनता बिच पुगेका पनि छैन। अनुमान गर्नुहोस् तिनै पात्र हुन्। अहिले फेरि आगामी फागुन 21 को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार त्यो पार्टीले तोकेको छ। अचम्म लाग्छ। प्रधानमन्त्री हुँदाहुँदै रगतले लतपत्तीको अनुहार हातहरू बोकेर बालुवाटारबाट सुपारीटार हुँदै गुन्डु पुगेका पात्र फेरि किन चाहियो प्रधानमन्त्री मुलुकलाई? जलाउनु बाँकी केही छ? सिंहदरबार बालुवाटार जलाइसक्यो। सिङ्गो व्यवस्थापिका कार्यपालिका र न्यायपालिका सबै संरचना ध्वस्त भइसके। नेपाल आमाका गरिबका छोराछोरी 76 जनाको चाहिँ रगत पनि पिइसके। फेरि के को लागि दोहोऱ्याउनु पर्यो प्रधानमन्त्री? के को लागि चाहियो संसदमा चाहिँ उहाँको बहुमत सङ्ख्या? उहाँसँग जवाब छैन। हुँदाहुँदै खराब काम गरेर बहिष्कृत भएका हुन्, अपदस्थ भएका हुन्। त्यसकारण सायद मलाई लाग्छ अलिक पछिल्लो समय नराम्रो काम गरेर अपदस्थ भएको सरकार बनाउन नेपाली जनता इच्छुक छैन, तयार छैन र नेपाली जनताले सहज ढङ्गले अस्वीकृत गरेको छ। नेपाली जनताले उहाँहरूलाई निर्वाचन अभियानमा पनि सजिलै हिँड्ने परिस्थिति बनेको अनुभव हामीले 20 दिनसम्म गरेका छैनौँ। भर्खरै अलिअलि लतारिँदै घिसार्दै अलिअलि हिँड्न कोसिस गरेको मात्र देखिन्छ। न उनीहरू हिँड्न सक्छन्, न दौडिन सक्छन्, न फागुन 21 को निर्वाचनमा निर्वाचित हुने तागत नै राख्न सक्छन्। मैले दावका साथ भन्छु सिङ्गो देशव्यापी रूपमा नेपाली कम्युनिस्ट पार्टी जो सिङ्गो कम्युनिस्ट जनमतमा उत्साह र ऊर्जा पैदा भएको छ, वामपन्थी आन्दोलनको एउटा केन्द्र बनेको छ, वामपन्थी आन्दोलनको मूल प्रवाहको रूपमा स्थापित भएको छ। सबै पार्टीहरू नेपाली कम्युनिस्ट पार्टीहरू समाहित हुने क्रम जारी छ। नेकपा एमालेका धेरै जिल्ला कमिटीहरू सिङ्गो जिल्ला कमिटी समाहित भइरहेका छन्। यहाँले दिनदिनै देख्नुभएको छ। अब कम्युनिस्ट पार्टी नेपालमा एउटै हुन्छ, नेपाली कम्युनिस्ट पार्टी। त्योभन्दा अर्को हुँदैन। केही दिन केही महिना रहलान् अरू पार्टी, केही वर्ष पनि नरहने परिस्थिति छ। हामीले ठिक ढङ्गले नेतृत्व प्रदान गर्ने तागत हामीसँग छ, ठिक विचार हामीसँग छ, ठिक नेतृत्व हामीसँग छ। त्यस कारणले गर्दा हाम्रो कुशल नेतृत्व, अविच्छिन्न नेतृत्व र हामीले दिएको विचारले नै अन्ततः विजयी बन्न सक्छ। मैले जोड्न खोजेँ आदरणीय कमरेडहरू कि निर्वाचन अभियानमा यो पटक अलि नयाँ अनुभव छ। निर्वाचन अभियानमा हामी जाँदै गर्दा बहस चलेका छन्। मैले अलिकति थप्नै पर्यो। नेपाली कङ्ग्रेसको मूलतः शेरबहादुर देउवाजी सभापतिबाट हटेर विशेष महाधिवेशनमा चाहिँ गगन थापाजीलाई सभापति बनाएपछि नेपाली कङ्ग्रेस पनि त नयाँ भयो अब भनेर पनि समाजमा चर्चा चल्ने, मूलतः फेसबुकमा चर्चा हुने गर्छ, सामाजिक सञ्जालमा चर्चा हुने गर्छ। मैले सोध्न चाहन्छु गगन थापाजी, उहाँ पनि केपी ओली नेतृत्व सरकारको उच्च स्तरीय सरकार सञ्चालन संयन्त्रको सदस्य हो। उहाँ आफै सरकारमा हुनुहुन्थ्यो, कसरी नयाँ बन्नुभयो? बालनजी रविजीहरू झन्डै 5 वर्ष चाहिँ उहाँले शासकीय अनुभव सँगालिसक्नुभयो। बालनजी आफै मेयर हुनुहुन्थ्यो, 20% पनि कहिल्यै बजेट खर्च गर्नुभएको देखिएन। रविजी गृहमन्त्री 2 पटक हुनुभयो। त्यहाँ हुँदा के भयो हामीलाई राम्रोसँग थाहा छ। त्यसपछि घटनाक्रम राम्रोसँग थाहा छ। उहाँहरू पनि नयाँ हो त। यही पुरानो शासन व्यवस्थामा अभ्यस्त भएर असफल भएका पात्रहरू नयाँ बन्न सक्दैनन्। चाहे त्यो गगनजीको मामला नै त्यो प्रष्ट हुन्छ, बालनजी रविजीको मामला नै प्रष्ट हुन्छ। तर हामीले राजकीय सत्ताको बागडोर सम्हाल्दै गर्दा हामीले राष्ट्र र जनताप्रति उत्तरदायी भएर जवाफदेही भएर पारदर्शी नेतृत्व प्रदान गर्ने तागत हामीले राखेका छौँ, हाम्रो नेतृत्वले राखेको छ। त्यस कारणले हामीले भन्छौँ गर्वका साथ हामी जनताको बिचमा जान सक्छौँ, हामी उज्यालो भविष्य लिएर जान सक्छौँ, हामीले विगतमा गरेका राम्रा कामहरू लिएर जान सक्छौँ, हामीले हाम्रा कमजोरी सच्याएर लिएर गएका छौँ र विरोधका कमजोरीलाई जनताको बिचमा लगेर जाने प्रक्रियामा हामी निरन्तर अगाडि बढेका छौँ। निर्वाचन अभियानमा अहिले नयाँ अनुभव त भएकै छ। मैले विगतमा धेरै निर्वाचन प्रक्रियामा प्रत्यक्ष नेतृत्व पनि गरियो र प्रत्यक्ष सहभागी पनि भएको छु। यो पटकको निर्वाचन अभियान अलिक सहज छ। मैले हरिहरपुरगढी गाउँपालिकाको निर्वाचन घरदैलो अभियान सकेर हिजो कमलबाई 1 नम्बरको निर्वाचन अभियान पनि सम्पन्न गरियो। हरिहरपुरगढी गाउँपालिका आम जनताको बिचमा जाँदा, कुनै टोलमा जाँदा पनि यो पटक के देखिन्छ भने पहिले पार्टी पङ्क्ति मात्र भेटिन्थ्यो, अहिले समग्र जनता जोडिन्छ। अन्य पार्टीका नेता कार्यकर्ता नै आएका छन्, हाम्रा कार्यक्रममा आउनुभएको छ र उहाँले सहज ढङ्गले उपस्थित मात्र हुनुभएको छैन, हामीलाई
खादा माला लाएर स्वागत गर्नुभएको छ, जितको शुभकामना दिनुभएको छ। यसले आम जनता हिजो जसरी कित्ताकाट हुन्थ्यो, फलानु पार्टीको कार्यक्रममा नजाने, फलानु नेता आएपछि अर्को पार्टीको नजाने हुन्थ्यो, यो पटक आम जनतामा त्यो देखिएन। सहज ढङ्गले उम्मेदवारलाई लिने, सहज ढङ्गले आफ्नो विषय राख्ने, सहज ढङ्गले जितको शुभकामना दिने, परिपक्व राजनीतिक संस्कार, जनतामा विकास भएको अनुभूति यो जेनजी विद्रोहपछि र फागुन 21 को निर्वाचनसँग जोडिँदा नयाँ अनुभव त्यो गरिएको छ। र आम जनतामा हामीप्रति नै भरोसा छ, आशा छ, विश्वास छ, आकर्षण छ। जनताको हामीप्रतिको आकर्षण र विश्वासलाई हामी जनमतमा बदल्न चाहन्छौँ र फागुन 21 मा पुग्दा त्यो मतमा बदलिन्छ। विगतको भन्दा भारी मतले विजय बन्ने तागत सिन्धुलीले राख्छ र हामीले राख्छौँ। कहीँ तपाईँले मनोगत विश्लेषण गर्न आवश्यक छैन। कहिलेकाहीँ लाग्छ हामी सम्बन्धित जमिनमा नपुग्दाखेरि के भइरहेको छ, आफूले जे सोचिराखेका छ जनताले त्यही सोचेको छ कि जस्तो लाग्छ। हामीले जे सोचेका छौँ त्यो जनताले नसोचेका हुनसक्छ। हामी त जनतामा छौँ नि त, जनतामा देखेका छौँ। मलाई हरिहरपुरवाडी गाउँपालिकामा पुग्दा यस्तो लाग्यो यो त हाम्रो पार्टीको अलिक बेस बनेको ठाउँ हो। अब कमललाई नगरपालिका 1 नम्बरमा जाँदा हामी कमजोर छौँ, कमजोर अति कमजोरै हो पार्टीको हिसाबले। म डराइ गएको हिजो। तर हरिहरपुरवाडी गाउँपालिकामा जुन उपस्थिति थियो, जुन हामीप्रति आशा भरोसा विश्वास थियो, कमलमा 1 मा पनि त्यही देखिन्छ। जुन टोलमा गयो स्वयंको उपस्थिति, सहज उपस्थिति, स्वैच्छिक ढङ्गले यो पटक तपाईँलाई भोट हाल्छौँ भनेर आउनुभएको। यहीँ पनि आजै भेट भयो हाम्रो यहाँ बेलटारका आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सहज ढङ्गले उपस्थिति। यो पटक जिताउने हो तपाईँहरूलाई, तारा चुनाव जिताउने हो, तपाईँलाई जिताउने हो, सहज स्वैच्छिक उपस्थिति देखियो। अनि मैले अनुभव गरेँ कि कमलबाई नगरपालिकाका धेरै वडामा हाम्रो उपस्थिति कमजोर भए पनि के देखिन्छ भने हामीप्रतिको चाहिँ आकर्षण बढेको छ र उहाँहरूले नै कार्यक्रम राखिदिनु भएको छ। विभिन्न टोल विकास संस्थाहरूले, त्यहाँ अरू पार्टीका नेता हुनुहुन्छ, त्यहाँ कांग्रेसका नेता, एमालेका नेता, टोल विकास संस्थाको अध्यक्ष हुनुहुन्छ, जिल्ला कमिटी हुनुहुन्छ। तर उहाँले सहज आफ्नो टोलका चाहिँ जनता बोलाइदिएर हाम्रा कुरा राख्न दिएर जितको अग्रिम शुभकामना भनेर खादा लगाइदिएर पठाइदिनु भएको छ। फरक छ। जेनजी विद्रोहपछि नेपाली जनताले साँच्चीकै नेपाली कम्युनिस्ट पार्टीले आफ्नो ठानेको प्रारम्भिक सङ्केत हो। यहाँ आउँदा तपाईँलाई लाग्छ केही साथीहरूले विद्रोह त भन्दिनँ, बागी भने बागी र विद्रोही फरक कुरा हो। विद्रोह विचारसँग हुन्छ, विद्रोह राजनीतिसँग हुन्छ, विद्रोह टिकटसँग हुँदैन। प्राविधिक कारणले हाम्रो बिचमा केही अन्तर्भेद भयो। पूर्वता मित्रले धेरै राख्नु, म धेरै राख्न चाहन्न। प्रमुख अति कमिटी यहीँ हुन्छ, उहाँले अलिकति राख्नुहुने छ। तर तपाईँले प्रारम्भिक रूपमा अलिकति अनुकूलता छ भनिसकेपछि स्वभावले मैले पटक भनेको थिएँ, मिडियाबाट पनि भनेको थिएँ, पार्टीले लिएको संस्था निर्णय म कार्य गर्न तयार छु। मेरो कुनै दाबी छैन, आकाङ्क्षा छैन। अध्यक्षलाई पनि त्यही भनेको थिएँ। हरिबल गजरेल कमरेलाई पनि जुन दिन पार्टीले सिफारिस गर्ने बैठक थियो, कार्यालय बैठक बसिरहेको थियो, त्यही दिन हरिबल कमरेर म 4 घण्टा सँगै बसेको थिएँ। खाना घरमै खाएको, सँगै खाएको। उहाँलाई मैले भनेको थिएँ, दाइ तपाईँ लड्ने भने टिकट लिएर आउनु होला, म 1 मा जाउँला। उहाँले भन्नुभयो अध्यक्ष तपाईँ र म बसेर लिखित सहमति गर्नुपर्छ भने। के लिखित सहमति? जिताउने? त्यो त हुँदैन, जिताउने त जनताले हो। तपाईँ जानुहोस् अध्यक्षसँग कुरा गर्नुहोस्, अध्यक्षसँग कुरा गर्नुहोस्, अध्यक्षले मलाई बोलाउनु म आउँछु, तर टिकट लिएर आउनुहोस्। म टिकट लिन चाहिँ आउँदिनँ, दाइ जानु सहज छलफल गरेर हामी निक्लियो, त्यति हो। त्यसपछि अध्यक्ष कमलले बोलाउनु भयो। अझ 6 गतेकै बिहामा पनि गङ्गा कमलले भन्नुभयो राजनजी पार्टीले तपाईँलाई दिएको टिकट महेश्वरजीलाई दिनु पर्यो भन्नु भने तपाईँ के गर्नुहुन्छ भनेर मलाई सोध्नुभयो। यहीँ हुनुहुन्छ उहाँको। मैले भने जसले टिकट दियो त्यसले फिर्ता लान्छ भने मलाई केही भन्नु छैन, पार्टी निर्णय कार्य गर्छु। मैले हरिबल कमललाई भने हरिबल कमल कि निर्णय सच्चै हुन्छ कि कार्य गर्नुहोस् है। तपाईँ हाम्रो सिनियर नेता, पार्टी प्रदेश इन्चार्ज, पदाधिकारी, हाम्रो अभिभावक, निर्णय सच्याउँदा मेरो कुनै आपत्ति छैन। कि निर्णय सच्याउनुहोस् कि कार्य गर्नुहोस्, मेरो त्यति थियो। उहाँ कमललाई नै भने तपाईँले लिखित केही कार्यशैलीगत केही कमजोरी छ भने लिखित चाहिँ प्रतिबद्धता जाहेर गर्नु पर्यो भन्नु, त्यो पनि मान्छु। म लान्छना आरोप स्वीकार्दिनँ, लान्छना स्वीकार्दिनँ। मेरा खराबी पत्ता लगाउने कोही छ भने त्यो त गुरु हो। खराबी लिखित रूपमा आउनुहोस्, म बाइलेटर एग्रिमेन्ट गरिदिन्छु र पार्टीले टिकट जसलाई दिनु भन्छ त्यही दिन्छु। तर पार्टीले भन्नुपर्छ, कसैले आकाङ्क्षा राखेर हुँदैन भने गङ्गा कमलले जानुभयो, के भयो भएन उहाँले राख्नुहुन्छ। अन्ततः पार्टीले ल अब तपाईँले उम्मेदवारी दर्ता गर्ने भनेपछि पार्टीले दिएको जिम्मेवारी वहन गर्नु के अपराध हो? पार्टीले दिएको जिम्मेवारी वहन गर्नु अपराध होइन भन्ने लाग्छ। महेश्वरजीले जो टिकटको अपेक्षा मलाई त थाहा छैन। मलाई एकपटक पनि म लड्छु उहाँले नै भन्नुभयो, एकपटक पनि
न हरिबल कमलले भन्नुभएको छ, न महेश सूचीले भन्नुभएको छ। पार्टीले निर्णय गर्यो, निर्णय कार्य गर्ने प्रक्रियामा कहाँनिर चाहिँ विधि मिचियो? तल्लो कमिटी माथिल्लो कमिटी अधीनस्थ हुन्छ भन्ने कुरा त प्रश्न थाहा छ नि त। यस कारणले गर्दा पार्टीभित्रका केही समस्याहरू, संस्थागत निर्णय कार्य गर्ने प्रक्रियामा भएका केही त्रुटिहरू जसले कमजोरी गरेको छ, मैले भनेको छ जसले कमजोरी गर्छ त्यही कमजोर बन्छ। पार्टीले कमजोरी गरेको छ। कयौँ गल्ती यस्ता हुन्छन्, कयौँ गल्ती सच्याउन मिल्छ, कयौँ गल्ती चाहिँ शिक्षा मात्र लिन मिल्छ। ल निर्वाचनमा उम्मेदवारी चाहिँ दर्ता प्रक्रिया अथवा उम्मेदवार छनौट प्रक्रियामा कहीँ कमजोरी भएका छन् भने अब सच्याउन मिल्दैन, शिक्षा मात्र लिन मिल्छ। त्यो समय त सक्यो, 6 गतेपछि समय सक्यो, शिक्षा लिन मिल्ला, सच्याउन मिल्दैन। अथवा मबाट भएका केही कमजोरी छन् भने त्यो सच्याउन मिल्छ। फेरि प्रश्न छ नि। त्यसैले यो पार्टी हो, हाम्रो सिन्धुलीको विरासत ऐतिहासिक छ, बलिदानको जगमा बनेको पार्टी हो। निरन्तर जनताले त्यहाँ हँसियाथडालाई एउटा बचाएर आएका छन् होइन, हाम्रो झन्डा उच्च राखेका छन्, अझै उच्च राख्ने तागत हामीसँग छ। हामी जनतामा विश्वास गर्ने हो। यो पार्टी जनताको पार्टी हो। यो पार्टी कमजोर भन्दा जनता कमजोर बन्छन्। यो पार्टी कमजोर भयो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिद्धिन्छ, यो संविधान सिद्धिन्छ, यो व्यवस्था सिद्धिन्छ। त्यसकारण जनता बलियो बन्न पनि नेपाली कम्युनिस्ट पार्टी बलियो बन्न अनिवार्य छ। समृद्धि र समाजको यात्रा तय गर्न नेपाली कम्युनिस्ट पार्टी बलियो बन्न अनिवार्य छ। नेपाली कम्युनिस्ट पार्टी बलियो बन्न सिन्धुली बलियो बन्न पनि अनिवार्य छ। यसकारण सिन्धुली बलियो बनाउन हामीले जित्न अनिवार्य छ। मैले धेरै त उच्च सम्मान गर्दै हाम्रा मित्रहरूलाई फागुन 21 गतेसम्म त तपाईँहरू मुडा बोक्नु होला, साग बोक्नुहुन्न। हाम्रो छलफल त जारी नै छ। फागुन 21 पछि 22 मा त मुडा हुँदैन। तर फागुन 22 मा पनि नेपाली कम्युनिस्ट पार्टी हुन्छ, तारा चुनाव चिन्ह हुन्छ। यो चाहिँ ख्याल गर्नु होला। फागुन 22 पछि फेरि फर्केर आएर यो तारा चुनाव चिन्ह र फेरि हँसियाथडा मेरै हो भन्ने परिस्थिति चाहिँ अब हुन दिइन्न। परेको बेलामा धोका दिने, बेइमानी गर्ने, गद्दारी गर्ने, अनि त्यसपछि फेरि मै हुँ भन्ने चिज चाहिँ अब रहँदैन। तर त्यो ठाउँसम्म पुग्दैन। पर्याप्त हामीले छलफल समन्वय गरिरहेका छौँ। कमजोरी सच्याउने अवसर छ। उहाँहरूले पनि आफ्नो कमजोरी सच्याउने अवसर छ। मैले गरेका कमजोरी छन् भने सच्याउने अवसर छ। म सच्याउन तयार छु। तर सच्याउनै नसक्ने गल्ती मबाट भएको छैन। यस कारणले गर्दा यहाँ सम्पर्क समन्वय समितिमा बस्ने सहयोगता कमिटीहरू सहभागी मित्रहरू कहीँ भ्रम नपरोस्। निर्वाचनमा कतै बिग्रिन्छ कि मतान्तरमा 1-2 फरक होला, तर निर्वाचन हारिन्छ कि भन्ने चाहिँ दिमागमै नराख्नुहोस्। दिमागमै नराख्नुहोस्। यो निर्वाचनलाई दुईटै तरिकाबाट लिएका छौँ हामीले। यो निर्वाचन हामी संसदीय तरिकाले पनि लड्छौँ, क्रान्तिकारी तरिकाले पनि लड्छौँ। हामी कुनै हारत हामी बलिदान गर्न तयार छौँ, तर हार स्वीकार्दैनौँ। कि विजयी बन्छौँ कि बलिदान गर्छौँ। सजिलै परास्त गर्न सकिन्छ कि नेपाली कम्युनिस्ट पार्टीलाई सिन्धुलीबाट भन्ने कसैले सोचेको छ भने त्यो दिवा स्वप्न हो। हामीलाई राम्रोसँग थाहा छ कसरी लड्नुपर्छ, हामीलाई राम्रोसँग थाहा छ कसरी जित्नुपर्छ। जनताले हामीलाई वर्षौँदै विश्वास गरेर आएका छन्। जनताको विश्वासको जन्म बनेको पार्टी हो, बनेको नेतृत्व। त्यस कारणले गर्दा जितको निम्ति तपाईँहरूले आफ्नो ठाउँबाट लिनुपर्ने पहल कदमी, आफ्नो समय सिप र सिर्जनाको भरपुर उपयोग गरिदिनुहोस्। आफ्नो पालिका अन्तर्गतका सबै यहाँ उपत्यकामा बसेका हाम्रा शुभचिन्तक समर्थकहरूलाई पनि तपाईँले अनुरोध गर्नुहुन्छ। हिजो अन्य पार्टीमा भोट हाल्ने पनि अहिले हाम्रो पार्टीमा तारा चुनाव चिन्ह भोट हाल्न तयार छन्। त्यस कारणले गर्दा हिजोको भन्दा हाम्रो दायरा फराकिलो भएको छ। हामी 26वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी हो। त्यस कारणले गर्दा सिङ्गो वामपन्थीको केन्द्रीकरण भएको, ध्रुवीकरण भएको, आकर्षण उत्साह र ऊर्जाको केन्द्र बनेको नेपाली कम्युनिस्ट पार्टी अलिकति पनि हिचकिचाउँदैन, डराउँदैन, डगमगाउँदैन। हामी सहज ढङ्गले सिन्धुलीमा हाम्रो जितलाई कसैले रोक्न सक्दैन, हाम्रो विजयलाई कसैले रोक्न सक्दैन। हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्छौँ, सम्पूर्ण शक्ति परिचालन गर्छौँ। निर्वाचन अभियान विजय अभियानमा बदल्न सकिन्छ। विजय अभियानमा यहाँहरू सबैलाई जोडिन मैले हार्दिक अनुरोध गर्दै आवश्यक प्रकार सबै खाले प्रयत्न गरिन्छ। विजय बाहेक अर्को हाम्रो कुनै शर्त छैन। फागुन 21 पछि फेरि हामीले विजयको झन्डा फहराउनेछौँ, तारा चिन्ह फहराउनेछौँ। दुईटै निर्वाचन क्षेत्रबाट, एउटाबाट होइन, दुईटै निर्वाचन क्षेत्रबाट हामीले विजयको झन्डा फहराएर यसै गरी तपाईँहरूको बिचमा भेटघाट गर्ने एउटा प्रतिबद्धता जाहेर गर्दै यहाँहरूको महत्त्वपूर्ण सहभागिता, महत्त्वपूर्ण उपस्थिति र यसै अनुरूपको प्रतिबद्धता र आफ्नो ठाउँमा गएर चाहिँ नेतृत्वदायी भूमिकाको अपेक्षा गर्दै बिदा हुन्छु। धन्यवाद। लाल